सेवाको धेरै महत्त्वपूर्ण प्रश्न जुन परीक्षामा आउँछ साथीहरू। सबैभन्दा बढी विमानस्थल भएको जिल्ला सोलुखुम्बु, महेन्द्र राजमार्गको सबैभन्दा थोरै भाग छोएको जिल्ला अर्घाखाँची, भुटानको जस्तो नक्सा भएको जिल्ला मनाङ, कफी खेतीका लागि प्रसिद्ध जिल्ला गुल्मी, महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला पर्सा, अग्लो मानव बस्ती भएको जिल्ला डोल्पा, तीनतिरबाट पाइनले सिमाना छुट्याएको जिल्ला ओखलढुङ्गा, सबैभन्दा अग्लो सदरमुकाम भएको जिल्ला हुम्लाको सिमीकोट। सिद्धिनरसिंह मल्लको पिताको नाम के थियो? हरिहर। श्रीनिवास मल्लका बुबाको थिए सिद्धिनरसिंह मल्ल। आफ्नो नामको अगाडि सुमति लेख्ने मल्ल राजाको थिए जितामित्र मल्ल। मानदेवका कतिवटा रानी थिए? 3वटा। लिच्छवीहरू कुन वंशका थिए? सूर्य वंश। सोमवंशका प्रथम राजा निमिष, सोमवंशका अन्तिम राजा भूमिवर्मा।